Hello guys, good morning from डोल्पा छेप्का। कता हामी चाहिँ बिहान त नभनौँ, बिहानै उठेर चिया खाएर अब यहाँदेखि 1 घन्टा बाद खाजा खाने ठाउँ 4 घन्टा हो। 4 घन्टा बाद खाजा खाने ठाउँ, भात खाने ठाउँ। त्यहाँदेखि फेरि 5 घन्टा लाग्छ होला माथि पुग्नु, से पुग्नु। यस्तै छ हामीलाई। माथि पुगेर भेट्नुपर्छ बिच बाटोतिर। ल अब चाहिँ फाइनली हामी न्यू वेलकम होटललाई बाई बाई गरेर ठ्याक्कै कति बज्यो 6:45 हामी यहाँदेखि निस्क्यौँ। यहाँदेखि 4 घन्टा अनि 5 घन्टा लाग्ला हामीलाई त। 5 घन्टा बाद भात खाने, त्यहाँदेखि फेरि 5 घन्टा हामी सेफोक्सुन्ड पुग्ने। आज झन् खतरा, आज झन् उकालो होइन, आज झन् उकालो होइन, आज नि ठाडो उकालो छ। 1 घन्टा ल मरिने भयो अब। ल बिचमा भेट्दै गरौँ। यहाँदेखि निस्किसक्यौँ हामी। टोपी लाएर कस्तो चोर जस्तो देखेको होला, अब चोर जस्तो देखेको पनि यही अनुहार हो, हेर्दै गर्नु होला। ल हामी 40 मिनट जति हिँडेपछि हामी अलरेडी गलिसक्यौँ। यति हिँड्दाखेरि नै 40 मिनट हिँडिसकेपछि यो सस्पेन्सन ब्रिज आएको छ। मेरो आवाज पनि सानो आइरहेको होला, खोलाको आवाज चाहिँ यहाँ गरेर होला। यस्तै छ यति हिँड्दाखेरि नै। सोल्डर गइसकेको छ, लेफ्टपट्टिको सोल्डर। ट्र्याक पनि मेरो यो बाहिरको ट्र्याक पनि च्यात्तेको रहेछ जाङमा। ओहो खत्तमै भयो नि, बर्बादै भयो। कस्तो लचक गरेको हौ। ल यहाँ खाजा खाने ठाउँ छ, तर खाजा खाइँदैन होला, भर खाएर हिँडेको। ल अब जाउँ अगाडि बिस्तारै, बिचमा भेट्दै गर्नुपर्छ। पुल कट्ने बित्तिकै यहाँ फेरि चिया खानु बस्यौँ हामी त। पसिनाले भेष ल्याप्पै भिजेको छ। एकछिन बस्दिएको झन् चिसो भयो त भिजेको लुगा। आमामा चिया खाने, फेरि प्रिवर्कआउट खाने, अनि चल्दिने भिडियो बनाउँदै यस्तै छ। त्यहाँ टक्क चिया खाएर हामी फेरि लाग्यौँ उकालोतिर। यस्तै छ। अब यहाँदेखि 4 घन्टा रेन्ची पुग्ने। 4 घन्टा त्यहाँ खाना खाने, त्यहाँदेखि फेरि 5 घन्टा माथि पोखचुन्डो पुग्नु। लु है आज चाहिँ खत्तमै हुनु भयो हालत। ल थोरै अगाडि आइसकेपछि फेरि यस्तो सुन्दर दामी पुल आयो। हाम्रो केटाहरू पनि आयो। अगाडिमा पुल रहेछ, त्यहाँ पनि होला। यस्तो राम्रो ठाउँहरू चाहिँ यो बाटो त कति हो, कति पुरै नगर। कतिवटा चाहिँ खिच्ने भन्ने हो क्या, जतिवटा सकिन्छ त्यतिवटा खिचेको छ। सबै खिचेर साध्य पनि हुँदैन, ढिलो पुगिन्छ खिच्दै यसरी हिँड्यो भने। ठिक छ, भेट्दै गरौँला है त साथीहरू। मेरो माइक हल्लिएको हो कि यो के भएको हो, मजाले साउन्ड पनि आउँदैन। खोलाकै मात्रै यत्रो आवाज आइरहेछ। बोल्नु त कत्रो बोले जस्तो लाग्छ, फेरि यस्तो सुन्नुपर्छ, यत्रो आइरहेको हुन्छ। के हो ल, साउन्ड जस्तो भयो भने भ्यूहरू चाहिँ क्याप्चर गरिरहेको छु, त्यति हो। अब बोली आएन भने म केही पनि गर्न सक्दिनँ। बाई बाई अहिलेलाई। देख्न सक्नुहुन्छ बाटो यस्तो छ। यो यता बाटो हुँदै आएको। साथीहरू पनि भिडियो गरिदियो होला, म चाहिँ हिँडेको। चुई लाएर एक्लै यस्तै छ। कस्तो अन्ध्यारो टाइपको आइरहेछ क्या, यहाँ भुतिया टाइपको लागिरहेछ मलाई त। साथीहरू 2 जना पछाडि छन्, म चाहिँ चुई हिँड्दै हो। फोटो खिच्दै आउँछ होला साथीहरू चाहिँ, यसो नखिची हिँडेको। कति चाहिँ खिच्ने हौ फोटो।
हालिँदैन कहीँ पनि फोटो मात्रै खिचेर के गर्नु भनेर त्यत्तिकै छोडेको। तर माथि पुगेपछि चाहिँ खिच्नुपर्छ राम्रो ठाउँ आएपछि। अहिले चाहिँ यस्तै चाहिँ पाहाडै पाहाड खोला स्याङ गरिरहेछ। मेरो आवाज आएको छैन मलाई थाहा छ, सानो आइरहेछ। म यत्रो गर्दै हिँड्दैछु यहाँ पागल जस्तो, तर पनि आवाज पुग्दैन के गर्नु, यस्तै हो। अब मेरो फोनै जोतको हो क्या, 13 Pro Max हो, सेकेन्ड ह्यान्ड, तर खोस्टा खालको किनियो यार। त्यट फसियो यो फोन किनेर त। यस्तै छ केही पनि यात्रा पछाडि कस्तो गालो चढ्यो, एकछिन बसेको म त। हामी दुईजना केटाहरू कहाँ छ केही थाहा छैन, मैले त कहाँ छोडेर हिँडेको। यस्तो फाँक भयो हाम्रोमा। अब अलिकति पानी खाने अनि एकछिन बस्छु। केटाहरू आइपुग्यो भने सँगै जाने, नभए एक्लै चल्ने हो, माथि गएर बस्नु डाइरेक्ट। यस्तै छ है, गरिन्छ अब। तर यसमै मजा खोज्नु पऱ्यो आफूले, यही हो मजा भनेर। यसलाई अब नराम्रो लिनु भएन, रमाइलो भइरहेछ। भेट्दै गरौँ ल, हस् त, बाई बाई। ल म त लाग्दै फेरि धेरै पनि बसेन, 1-2 मिनट बसेँ अनि स्टेप्स खाएँ एउटा। सब म चुस्दै हिँड्ने अब टुकु लाएर। न अगाडि कोही छ न पछाडि कोही छ, एक्लै यात्रालाई जारी गर्ने हो। माथि पुगेपछि केटाहरूलाई पर्खिन्छु अनि सँगै जानुपर्छ। है त गाइज, बल्ल बल्ल घाम देख्नु पायो। अघि त अन्धकारमा हिँडेको थियो, अब चस्मा लाउनुपर्छ। मेरो न्युको चस्मा दामी छ। ल भेट्दै गरौँ है त। ल यस्तो यहाँ खोला छ, यस्तो चिसो आइरहेको छ बाहिरदेखि। भित्र ल भित्र पसिना छ, भेस्ट ट्याप्पै भिजिसक्यो। बाहिर गालाहरू चिसो छ, केटाहरू कहाँ गएको थाहा छैन। एक्लै हिँडेको हिँडे। फाइनल्ली गाइज आइपुग्यो। कति बज्यो थाहा नै छैन यार। राँची आइपुग्यो, सस्पेन्सन ब्रिज देख्नु सक्नुहुन्छ तपाईँहरू। सस्पेन्सन ब्रिज कति चिप्लो झन्डै लड्यो। लाएर कति चिप्लो रहेछ हौ ड्राइभरमा लाने यार। भिडियो बनाउने क्रममा गइन्छ क्या। अब फेरि आवाज सानो आउँछ होला, के अरे यो खोला स्याङ गरेर सानो आउँछ कि। यहाँ चाहिँ आइपुग्यो। यहाँ खाना खाइन्छ कि खाजा खाइन्छ। अब यहाँ एकछिन बस्छ नि थाहा हुन्छ। कति चिप्लो रहेछ यार। यस्तै छ। ल हामी चाहिँ यहाँ पुल कट्ने बित्तिकै गुरुङ दाइको भान्साघरमा अन्डा चौचौ खाइयो अनि हिँड्यो। कति बज्यो भने 11:20-25 गएछ। अब यहाँदेखि झर्ना पुगेर खाना खाने अनि त्यहाँदेखि हिँड्ने। दुईजना केटाहरूलाई चाहिँ अगाडि पठाइदिएको, म चाहिँ अब बिस्तारै हिँड्दै जान्छु। ल यस्तै छ है त, भेट्दै गर्नुपर्छ बिचमा फेरि। ल फेरि एउटा पुलले आयो। यस्तो पुल त कति आउँछ कति। यहाँ देख्न सक्नुहुन्छ कि हो चौरी हो क्या। यहाँ अगाडि घोडा जाँदैछ। सामानहरू बोक्नु सक्नु भएन भने चाहिँ घोडामा लाने। दिनको कति हजार, दिनको अरे 3000 कति थियो एउटा ब्यागको। हाम्रो दुईवटा ब्रदरहरूलाई भेटाएको थियौँ, त्यो ब्रदरहरूको ब्याग हो। ब्रदरहरू चाहिँ अगाडि हिँड्दै गइसक्यो अनि घोडा के अरे ब्याग चाहिँ घोडामा। हामीले आफै बोक्ने, आफै हिँड्ने बिस्तारै टुकुटुकु।
केटाहरूलाई मैले भेटिसकेँ अनि बिस्तारै जाने केही घन्टा हिँडेपछि हामी फेरि यहाँ एउटा स्कुल जस्तो छ यो देखिराख्नु भएको होला किन देखाउनु तिमीलाई स्कुल यहाँ आइपुग्यौँ यहाँदेखि अब काठको पुल तरेर फलामको पुल तरेर झर्ना होटल छ अरे अनि त्यहाँ होटलमा गएर एप्स थुर्ने हो अनि त्यसपछि फेरि टुकु ओके ल ल गाइज हामी फाइनल्ली यहाँ खाना खाने ठाउँ झरना होटलमा आइपुग्यौँ अब यहाँ आएर कति बजिसक्यो अहिले 1:15 भनौँ न 1:15 छ अब यहाँ खाजा भात खाने अनि फेरि एकछिन रेस्ट गर्ने अनि फेरि टुकु हिँड्दै निकेश नै पछाडि आउँदैछ सोचहरूको त अत्त पत्ता छैन ल भेट्दै गर्नुपर्छ अब खाना खान्छौँ नि अर्डर गरेर त्यति हो ल साथीहरू हामी चाहिँ झरना होटलबाट खाना खाएर 2:05 मा हामी निस्किसकेको छौँ माथि फोक्सुन्डो लेकको लागि अब हेरौँ कतिखेर पुगिन्छ डेन्जर उकालो छ बे भन्छ अब हेरौँ ल है त म चाहिँ यहाँ हिमालको छेउछेउतिर छु है आवाज सुनेको छैन होला हावा हुरु आइरहेको छ हाम्रो सुभाष भाइ र निकेश चाहिँ तल आउँदैछ म यहाँ पर्खिरहेको छु हावा हुरु आइरहेको छ आवाज आएको छैन होला भ्यू हेर्नु तपाईँहरू ल हिमाल हामी त तलदेखि आएको है धेरै पछिको हिँडाएपछि बल्ल मैले के भेटेँ थाहा छ हिउँ भेटेँ यहाँ माथि पनि छ उहाँ चाहिँ तल चाहिँ ठुलो झर्ना छ यहाँदेखि ठ्याक्कै छेकिँदो रहेछ म एकछिन भ्यू पाएपछि खिच्छु ल गाइजहरू देख्न सक्नुहुन्छ झर्ना चाहिँ यस्तो छ दामी छ है जुम गरिदिनु पर्यो हल्का ठिक छ 3x मा हानिदिन्छु ल त्यहाँदेखि तल कता हो कता यस्तो छ है गाइज अब लगभग आइपुग्न आँट्ला से फोक्सुन्डो पनि यसकै पछाडि यस्तो लाग्यो हालत खराब भइसकेछ हालत खराब त भएको छैन मलाई लाग्थ्यो सबैले ठाडो उकालो छ भन्थ्यो तर त्यस्तो उकालो चाहिँ मैले देखिनँ है मैले फिलै गरिनँ म त्यो कतिखेर आउँछ ठाडो उकालो भन्दा हिँड्दै त्यो उकालो नै हिँडिसकेछ ठाडो उकालो नै आइपुगिसकेको छु यस्तो छ ल अब उता गएर भेट्नुपर्छ एकछिनमा ल गाइज जति फोक्सुन्डोको नजिक आइन्छ हिमाल त्यति नजिक यसकै हिमाल यो हिमालकै यतापट्टि छ होला सायद है दुईजनाको कहाँ छ म चाहिँ हिँडेको यहाँ अँध्यारो भइसक्यो चस्मा खोल्नु मन लागेको छैन के हार्ने होला अब से फोक्सुन्डोसम्म चस्मा लगाएरै पुगिदिन्छु है म चाहिँ ल अब चाहिँ डाइरेक्ट फोक्सुन्डो पुगेर भेटौँ ल म त गलिसकेँ क्या फाइनली हामी झरना होटलदेखि घडी पनि देखिँदैन त 2:05 मा हिँडेको थियौँ अहिले कति बजिसक्यो यो 5 बज्न आँट्यो 5 बज्नु 3-4 मिनट छ भनेपछि आमा 2 3 4 5 3 घन्टा लाग्यो हामीलाई कहाँ पुग्नु यहाँ पुग्नु यसकै लागि झापादेखि आएको फाइनल्ली त्यहाँदेखि यहाँ उपरको बाटो देखिने देखायो तर कस्तो खुसी लागेर हाँस्दै आयो क्या म चाहिँ फोक्सुन्डो अरे फोक्सुन्डो ताल हाइट 300 अरे फेरि अब 3639 मिटर ल अब
अब होटल गइन्छ होटल भ्यू पोइन्टमा रुम बुक गरेको छ भन्दै थियो अघि त्यहाँ गएर बुझौँ के छ कन्डिसन रुम अभाइलेबल छ कि छैन अभाइलेबल छ भने रुम पुगेर भेटौँ है त फाइनल्ली सेफ ओक्सुन्डो लेकको भ्यू पोइन्ट होटलमा म चाहिँ आइपुगेँ है दुईजना आउँदै होला कहाँ थाहा नै छैन म चाहिँ आइपुगेँ है तर सुरुमा लेकको त्यो यसो देख्दाखेरि क्या त पानीहरू निलो देखेर आमामा यस्तो भित्रदेखि यस्तो खुसी लाग्यो होइन बाफ्रे फाइनल्ली आइपुग्यो टाइप्सको एकदम दामी ल अब यहाँबाट चेन्ज गरेर एकछिनतिर भेट्नुपर्छ है त